मेरो नाम सरस्वती विक, मेरो घर सुदूरपश्चिम धनगढी। म चाहिँ गाउँदेखि नै आएको, गाउँमा पढेको मैले क्लास 10 सम्म। अनि त्यसपछि म बजार आएँ +2 गर्नको लागि। मलाई चाहिँ गाउँदेखि नै रुचि थियो। मसँग सानो फोन थियो, त्यो फोनबाट चाहिँ म जहिले नै रेडियो सुन्थेँ। अनि टिभीमा चाहिँ म जहिले नै कान्तिपुर मिडियाहरूलाई धेरै फोकस गर्दै किनकि त्यहाँ एकदमै कोट प्यान्ट लगाएर एकदमै प्रोफेसनल तरिकाले चाहिँ समाचारहरू भन्दाखेरि चाहिँ मलाई पनि एक दिन यस्तो बन्नु मन थियो जस्तो लाग्थ्यो कि मलाई। बुवाको इच्छा चाहिँ मलाई पुलिस या आर्मी बनाउने थियो। आफूलाई भने पनि अब ठिक छ, बुवाको लागि भए पनि म जान्छु भनेर सोचेर म गएको थिएँ। तर त्यहाँ चाहिँ म इन्टरभ्यूमा खसेँ। तर त्यहाँ गए पनि म चाहिँ सूचना अधिकारी भएर नै काम गर्ने मेरो एकदमै ठुलो इच्छा थियो। तर उता नभएर चाहिँ म अहिले पत्रकार भएँ। बोल्न नसकेको आवाज आफूले बोलिदिँदा चाहिँ मलाई एकदमै खुसी लाग्छ यो क्षेत्र। त्यही भएर मलाई चाहिँ एकदमै रुचाउँथेँ कि म यो क्षेत्रलाई। कसैको लागि मेरो आवाज काम लाग्छ भन्ने चाहिँ त्यो एकदमै ठुलो कुरा जस्तो मलाई लाग्छ। कहिले भन्नुहुन्छ पत्रकारिता गर्दैछस् राम्रो कुरा हो, कसैको लागि बोल्दैछस् एकदमै राम्रो कुरा हो, बोल्नुपर्छ, तर आफूलाई केयर गर्नुपर्छ भन्नुहुन्छ। तर मलाई चाहिँ यस्तो लाग्छ भनेपछि राइटको लागि बोल्दाखेरि डर मान्नु हुँदैन। अब हामीहरू पत्रकारलाई सायद सबैले नेगेटिभ तरिकाले हेर्छन्, तर हामीहरूले उनीहरूले जसरी हेरे पनि तर हामीहरूले चाहिँ एकदमै अनेस्टली काम गर्नुपर्छ जस्तो लाग्छ। चुनौती त एकदमै छ, तर पनि मलाई लाग्छ कि नै म गर्छु, मसँग यति चाहिँ छ, कन्फिडेन्स चाहिँ छ। मास्टर जाँदाखेरि म मास कम्युनिकेसनबाट नै गर्छु र यसपछि मैले यो पत्रकारिता क्षेत्रबाटै गर्दै जाँदाखेरि चाहिँ म चाहिँ शिक्षालाई र रोजगारलाई एकदमै इम्पोर्टेन्ट हुन्छु। किन रोजगार छैन त भन्ने कुरालाई चाहिँ म एकदमै शिक्षा र रोजगार। अब हामी शिक्षित छौँ नेपालमा, तर हामी रोजगार पाउँदैनौँ। रोजगारको लागि हामीले बाहिर जानुपर्छ किन भन्ने कुरामा चाहिँ म चाहिँ त्यसको बारेमा चाहिँ एकदमै रिपोर्टिङ गर्न मन छ।